हेलो दर्शक नमस्ते गाइस सबैजनालाई है। आज चाहिँ म तपाईहरुलाई सिकाउँछु कि कन्टेन्ट मोनेटाइजेसन यति थोरै फलोमा पनि मिल्दो रहेछ अनि सेटअप कसरी गर्ने हैन, टोटली मैले सिकाउँछु है। अनि हाम्रो यहाँ दिदी सासु हुनुहुन्छ, उहाँ दिदी सासुको मैले 3 महिना अगाडि इन्डोनेसिया आउने बित्तिकै हैन 3 महिना अगाडि मैले उहाँको बैंक सेटअप गरिदिएको थिएँ। उहाँको स्टार मात्रै सेटअप भएको थियो। अहिले चाहिँ उहाँको यहाँ हेर्नुस् स्क्रिनमा कति छ, 6600 मात्रै छ फलो है। 6600 फलो छ। मैले प्रोफेसनल ड्यासबोर्ड खोलेँ। यो खोलिसकेपछि यता मोनेटाइजेसनमा गएर खोल्दा तपाईको यहाँ हेर्नुस् सेटअप कन्टेन्ट मोनेटाइजेसन सेटअप भनेर एउटा अप्सन आएको छ, तपाईले देख्नुभयो होला हैन। अब मेन पैसा भनेको 2025 मा सबैलाई दिने भनेको मोनेटाइजेसन भनेकै यो कन्टेन्ट मोनेटाइजेसनको टुल हो। अर्निङ गर्ने नै भनेको यसैबाट हो। यो सेटअप गर्ने हो। तपाईको भिडियो फोटो ट्याग स्टोरीबाट अर्निङ हुन्छ है। लङ भिडियो सर्ट भिडियो फोटो ट्याग स्टोरी हैन। अब पहिला यो सेटअप गर्नुभन्दा पहिला तपाईले के ध्यान गर्नु पर्यो भन्दा तपाईको फेसबुक प्रोफाइलमा प्रब्लम छ कि छैन भनेर आफ्नो प्रोफाइल यो प्रोफेसनल ड्यासबोर्ड खोलिसकेपछि है पहिला आफ्नो यो सर्चमा गएर क्लिक गरिसकेपछि यहाँ रिकमेन्डेसन प्रोफाइल रिकमेन्डेसन छ, त्यसमा क्लिक गरेर चेक गर्नुहोस् हैन। यो ठीक छ, रिकमेन्डेसन यसको ठीक छ। अनि प्रोफाइल स्ट्याटस छ, यसलाई चेक गर्नुस् हैन। यो पनि ठीक छ हैन, सबै एक्टिभ छ। अनि तपाईको यो मोनेटाइजेसन गरेर चेक गर्नुस्। यो मोनेटाइजेसन पनि एकदम ठीक छ। हेर्नु त सुनको डलर जस्तो घर्रै झरिरहेछ हैन। यो पनि ठीक छ एकदम। अनि तपाईले ब्याक गरिसकेपछि यता ब्याक गर्दै जानुस्। अनि आफ्नो प्रोफाइल यतापट्टि एउटा प्रोफाइल छ नि, तपाईले देख्नुभयो होला यतापट्टि यो 3 लाइन छ नि, यो 3 लाइनमा क्लिक गरिसकेपछि हो यहाँ तल स्क्रल गर्दै जानुस् है। यो चाहिँ कन्टेन्ट मोनेटाइजेसन सेटअप गर्नुभन्दा अगाडि तपाईले चेक गर्नुपर्छ कुनै प्रब्लम छ कि छैन तपाईको पेज या प्रोफाइलमा है। अनि हेल्प एन्ड सपोर्टमा क्लिक गरिसकेपछि सपोर्ट इनबक्स अप्सन आउँछ। त्यो सपोर्ट इनबक्समा गएर युआर अलर्ट भन्ने एउटा अप्सन आउँछ, त्यहाँ गएर क्लिक गरौँ है। यो चाहिँ दुईटा इस्यु आएको रहेछ यो है, तर मैले यसलाई रिक्वेस्टमा पठाइदिइसकेको थिएँ हैन। यसले कुनै प्रब्लम गर्दैन। युआर पोस्ट कन्टेन्ट यो चाहिँ पहिल्यै यो भाइब्रेसन आएको रहेछ। यो अब कमेडी सस्पेन्ड भएको रहेछ है। यस्तो हुनु हुँदैन। यसमा ग्रीन कलरमा टिक हुनुपर्छ। युआर रिपोर्ट अनदरमा यो जस्तो टिक छ नि त्यस्तै यहाँ पनि हुनुपर्छ है। यसले पछि इस्यु आउन सक्छ। यो दुईटा आइसकेको छ, अब बाँकी 3टा भयो भने यसले प्रब्लम गर्न सक्छ। यो 2023 मै समस्या आएको रहेछ। यो धेरै पहिलाको 2023 को समस्या होला। यो चाहिँ फेसबुकले रिमुभ गरिसकेको छ। सायद यसमा केही प्रब्लम आउँदैन होला। यदि तपाईकोमा कपिराइटहरु भिडियोहरु छ भने है, अनओरिजिनल भिडियोहरु छ भने, म्युजिक राइट भिडियोहरु छ भने यो युआर अलर्टमा देखाउँछ है। यसबाट तपाईले हटाउनुस् है। हटाउने अप्सन पनि त्यही हुन्छ। मैले पहिल्यै पनि भिडियो बनाएको थिएँ, नबनाए फेरि नभए भने फेरि बनाउँला है यसको बारेमा। अनि तपाईले अब चाहिँ हामीले कन्टेन्ट मोनेटाइजेसन सेटअप गरौँ। यसरी फेसबुकको प्रोफाइलमा गइसकेपछि प्रोफेसनल ड्यासबोर्ड खोलौँ। अनि तपाईको मोनेटाइजेसनमा गएर यहाँ सेट कन्टेन्ट मोनेटाइजेसन छ नि, यहाँ सेटअपमा गएर क्लिक गरौँ। एडु टुल्समा गएर क्लिक गरौँ। ल अब तपाईको यहीँ देखाउँछ है। तपाईको कन्टेन्ट मोनेटाइजेसन सेटअप गरिसकेपछि यहाँ तपाईको अब अर्निङमा यहाँ देखाएको छैन, भर्खर हामीले सेटअप गऱ्यौँ हैन। अब यसको चाहिँ फेरि सेटअप योर पेआउट एकाउन्ट भनेर मागेको छ हैन। यसमा क्लिक गरौँ हैन। यिनी काका पुया बुतुल नाम इन्डोनेसिया बुतुल क्यान ini betul nes यो ठीक छ हैन। यही हुनुपर्छ कन्ट्री इन्डोनेसिया नेस। ini semua oke Aceh ini semua oke tekan। यहाँ चाहिँ तपाईले यो बैंक सेटअप गर्दाखेरि तपाईको नाम चाहिँ यो लिगल मिडिया नेममा केही पनि नहाल्नुस् है। यो मैले पहिला पनि सेटअप गरेँ थिएँ, फेरि मागेको छ यसले, कन्फर्म मागेको होला सायद हैन। यो माथि फर्स्ट नेम तपाईको राख्नुस्, यो लिगल मिडिया नेम केही पनि नराख्नु, छोडिदिनुस्। सर नेममा तपाईको थर राख्नुस् हैन। पर्मानेन्टली एड्रेस है, तपाई जुन ठाउँमा हुनुहुन्छ त्यही ठाउँको एड्रेस राख्नुस्। डेट अफ बर्थ राख्नुस्। अनि सिटी अनि त्यहाँबाट कन्ट्री यति गरिसकेपछि पोस्ट कोड गुगलमा भेटिन्छ। गुगलमा सर्च गरेर हाल्न सक्नुहुन्छ तपाईले। अनि इमेल आइडी हालिसकेपछि यो ट्याक्स आइडेन्टिफिकेसन नम्बर टिआइएन नम्बर भनेर माग्छ हैन। यो नम्बर चाहिँ हामीले चाहिँ मैले चाहिँ पासपोर्टको मेरो पासपोर्टको
राजधानी नम्बर हालेको तपाईँहरूले त्यही हाल्नुहोस्। यो VAT GST रजिस्टर नम्बर चाहिँदैन, यति गरेपछि नेक्स्ट गर्नुहोस्। यो ब्याङ्क सेटअप पहिला नि गरेको थिएँ, त्यही भएर यहाँ सबै अप्सन देखाएको, कन्फर्म मात्रै गर्न खोज्यो उसले है। अनि यो ब्याङ्क यहाँको ब्याङ्क हो। यति ब्याङ्कमा दबाइसकेपछि यहाँ लिङ्क यो पे आउट मेथड भन्ने अप्सन छ, यहाँ क्लिक गरिसकेपछि जगान बिगिसन यहाँ सक्सेसी सेटअप भनेर देखायो। यसलाई रिफ्रेस मारौँ। यो अब ब्याङ्क एकाउन्ट पनि यसको ठिक भइसक्यो। अनि त्यहाँबाट अब कन्टेन्ट मोनिटाइजेसन हो। अब दिदी सासूको चाहिँ बल्ल बल्ल हुन्छ, भिडियो हाल्नुहोस् है। हरिहरी मासु भिडियो, यहाँ भिडियो फोटो ट्याक्स अप्पा अप्पा काका पाण्डे ओरिजिनल जांगान मासो अप्पा अप्पा lagu dulu kakak pakai lagu kan, jangan pakai sekarang. Ini kalau sudah ada bagus sampai bila-bila kita cukup duit. Tak payah kerja. Betul, semua family buat konten saja. Oke. आजको भिडियो बुझ्नुभयो कि बुझ्नु भएन? कन्टेन्ट मोनिटाइजेसन सेटअप आयो भने हतार नगर्नुस्, त्यसलाई स्टेप बाई स्टेप गर्नुस्। यति ब्याङ्क सेटअप पहिल्यै गरेको छ भने पनि पुनः फेरि कन्फर्म गर भन्छ, त्यो कन्फर्म मैले અહીં गरेँ नि, त्यसरी नै कन्फर्म गर्नुस्। अनि अर्निङ स्टार्ट हुन्छ। अब कन्टेन्ट मोनिटाइजेसनबाट अर्निङ स्टार्ट हुन सुरु गरिहाल्छ है त। तपाईलाई भिडियो कस्तो लाग्यो लाइक कमेन्ट सेयर गरौँ। जय नेपाल।